हुँदै गरेको यो दृश्य हो 6-5 मा ट्याक्क ल यसरी चाहिँ यसलाई भिडियो बनाऊ है सबै साथीहरुको भएको प्रिसन ब्लगमा आउनु पर्यो ल ब्लग है ब्लग को हुनुहुन्छ यहाँ ब्लगरले अगाडि बढाऊ ब्लगरले अगाडि गर्नु पर्यो नि प्रिसन ब्लग हैन हेर्नु त हैन अहिले यो स्लो थुम्के रिसोर्टबाट हैन त लीला सर हाम्रो थुम्के रानीको थुम्के रिसोर्टको डाँडाबाट देखिएको सूर्योदयको दृश्य हो यो सँगसँगै हामी यसरी क्यामेरा घुमाउँदै गयौँ भने चौबारी सन्दकपुर हुँदै हरियाली पहाड हुँदै यो सर यो विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यो चाहिँ कञ्चनजङ्घा हिमाल ल यो घामले टल्केको दृश्य चाहिँ यस्तो देखियो भने त नि मान्छे झुमिहाल्छ नि यो रमणीय स्थल सिरेन्तुबाट भन्दा यहाँबाट राम्रो देखिन्छ भने हो नि पूर्व सिएमतु जाँदा कहाँ देखियो र बादलले छ्याप्पै अग्लो टार भएपछि राम्रो देखिन्छ यहाँ टार आउनुपर्छ नि त त्यही त होइन यतिकैमा नि राम्रो देखियो नि त फेरि आज दिन पनि राम्रो हुन्छ क्या अब बेलुका सूर्यास्त हेर्न यता ठिक्कै यसको उताबाट सूर्यास्त त हेरिहाल्ने धन्यवाद यस्तै देखिन्छ नि गाडी भाइ ढिलो गरेर कति राम्रो हेर्नु पनि छ नि हाम्रो कति राम्रो राम्रो छ पक्कै नि त्यति हेर्न उहाँ अन्त जाँदा कति चोटि नदेखि फर्केका छौँ अन्त जाँदा त बादलले केही पनि बादल लागेको बेला त फर्केका हामी गएको बेला चाहिँ बादल लागेको थिएन राम्रो यस्तै देखेका थिए है अन्त एउटा मिसन पुरा हो हो त दुईटा भन्नु न यता पनि यो अब सनसेट बेलुकाको हेर्न पाइएन कञ्चनजङ्घा देख्यो के छ त हाम्रै हातमा त छ एक दिन स्टे गरिदियो भने देखिहाल्छ बाटो अलिकति राउन्ड गरेर ल्याउनु पर्ने छ नि त यताबाट टावर पनि बनाएपछि झन् अब यो तपाईको एकछिनमा अब हाम्रो बाटो कता हो बाटो होइन जानलाई ल्याउनु त आराम हजुर म त जुका लागेको छ भने त माथि टपमा पनि पुग्नु होइन पुगुन एउटा माथि टपमा लु हिँड्न ल सबैजना माथि पुगौँ न यो ग्रुपमा एउटा भिडियो बनाउनु जाउँ जाउँ हाइटसम्म जाउँ हाम्रो अझ देखिन्छ नि त कञ्चनजङ्घा हिमाल हेर्न चाहिँ उमा जाउँ न माथि 50 फुट माथि गएर हिँड्नु आयो आउनुभयो भन्नु पर्ने